हेलो गाइज, म चाहिँ अहिले इलिङ बोर्डवेमा फाइनली पुगिसकेको छु। यो जुन पछाडि देखिएको चाहिँ इलिङ बोर्डवेको ट्रेन स्टेसन हो। म चाहिँ ट्रेन स्टेसन अगाडि अब काममा जाँदै हो। यहाँ अब ट्रेन यो जुन स्टेसनबाट भित्र गएपछि चाहिँ ट्रेन स्टेसनमा फाइनली पुगिसकेको छु र अब मैले चाहिँ यो इलिङ बोर्डवेलाई खोजिरहेको छु। यस्तै छ यहाँ परदेशीको जिन्दगी। यसरी बिहान बेलुका यहाँ लगभग मानिसहरू व्यस्तैमा जिन्दगी जान्छ। अब विकसित देश भन्नु मात्रै हो कि सबै कुरो व्यस्तै व्यस्त। कोही यहाँ फ्री छैन, सबै व्यस्त आफ्नै तरिकाले